र एउटा यस्तो टाइपको महल हो जुन चाहिँ एउटा राजाले आफ्नो रानीको डेथको मेमोरीको लागि बनाउनु भएको थियो। र एउटा यस्तो हेलो एभ्रीबडी, इट्स मी अन्सु, र आज मैले एउटा यस्तो टाइपको महलको बारेमा कुरा गर्न गइरहेको छु जुन चाहिँ रानी महलको नामले प्रसिद्ध छ र यसलाई चाहिँ नेपालको ताजमहल भनेर पनि चिनिन्छ। र एउटा यस्तो टाइपको महल हो जुन चाहिँ एउटा राजाले आफ्नो रानीको डेथको मेमोरीको लागि बनाउनु भएको थियो। र यो महलको हिस्ट्रीको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ रानी महल सन् 1893 मा राजा खड्गा शमशेर राणाले बनाउनु भएको थियो। उहाँको वाइफ तेजकुमारी देवीको डेथ भएको कारणले तेजकुमारी देवीको डेथ 1892 एडीमा भएको थियो र एक वर्षपछि 1893 एडीमा चाहिँ राजा खड्गा शमशेर राणाले उहाँको डेथको मेमोरीको लागि चाहिँ एउटा होल यो रानीको महल नै बनाउनु भएको छ। यो चाहिँ एकदम हिस्टोरिकल्ली र टुरिस्ट डेस्टिनेसन पनि हो नेपालको। यो पाल्पा डिस्ट्रिक्टमा सिचुएटेड छ र यसको चाहिँ ट्रिप इटिनेररी भन्नुपर्दाखेरि चाहिँ फर्स्ट अफ अल हामी चाहिँ पोखराबाट सुरु गर्छौँ। पोखरा भनेपछि टुरिज्म क्यापिटल हो। पोखराबाट रानी महल लगभग इन टोटल 130 देखि 140 किलोमिटर्स टाढा पर्छ। अनि पोखराबाट हामी डाइरेक्ट बसबाट फर्स्ट अफ अल पाल्पाको तानसेन भिलेजमा गइन्छ। तानसेन भिलेज भन्दा पनि यो तानसेन टाउन नै भनौँ, अहिले चाहिँ टाउन भइसकेको छ, अलिक पपुलेसन बढाएको छ नि त। र यो ठाउँ पनि एकदम आफैमा यो टुरिस्ट डेस्टिनेसन हो। यहाँ चाहिँ अब डिफ्रेन्ट ट्रेकिङहरू गर्न सकिन्छ। अलिकति हिल अथवा पहाडी एरिया हो नि त, त्यही भएर यहाँ हिल अथवा भ्यू पोइन्टहरूको लागि पनि राम्रो छ यो ठाउँ। तानसेनबाट चाहिँ हामी अफ रोड यात्रा गर्दै कुनै पनि खालको लाइक जिपबाट अथवा लोकल गाडीबाट चाहिँ हामी यहाँ रानी महलमा जान सकिन्छ। रानी महल चाहिँ कालीगण्डकी रिभरको एजमा लोकेटेड छ, त्यही भएर हामी यहाँ चाहिँ राफ्टिङ अथवा बोटिङ पनि गर्न मिल्छ। फ्यामिलीसँग फ्रेन्ड्सहरूसँग हामी यहाँ जान मिल्छ। र यो हिस्टोरिकली पनि एकदमै राम्रो ठाउँ भएको कारणले पनि यो मस्ट रिकमेन्डेड फर एभ्री नेपाली एन्ड टुरिस्ट पनि भन्छु म चाहिँ। म आफू पनि यहाँ 3-4 चोटि गइसकेको छु र एभ्री टाइम म यहाँ भिजिट गर्छु नि, केही न केही चेन्जेसहरू देखिन्छ। जस्तै यहाँ हेर्न सक्नुहुन्छ कुनै इमेजमा नयाँ कलर रिनाइग्रेसनहरू भइरहेको हुन्छ, नयाँ खालको मोन्युमेन्ट्सहरू डेभलप भइरहेको हुन्छ। लाइक यो बनेको 130 वर्षभन्दा पनि धेरै भइसकेको छ। त्यही कारणले पनि नयाँ मेन्टेनेन्सहरू, रिपेयर र रिपेन्टहरू पनि भइरहेको छ। र यो चाहिँ युरोपियन आर्किटेक्चर र नेपाली ट्रेडिसनलाई कम्बाइन गराएर बनाएको एउटा महल हो। सो हजुरले यहाँ हेर्न सक्नुहुन्छ रानी महल चाहिँ अलिकति हायर एलिभेसनमा पनि छ के। रानी महललाई चाहिँ हामी तलबाट यो अफरोड हुँदै तल हामी प्रवेश गर्छौँ। तलबाट माथि हुँदै गएर चाहिँ मेन महल माथि छ। त्यहाँभित्र चाहिँ अब अहिले चाहिँ ब्युटिफुल बगैँचाहरू रोपेको छ, अनि फाउन्टेनहरू पनि हुन्छ होइन। अनि ब्युटिफुल बगैँचाहरू पुरै घुम्न मिल्छ। अनि भित्र चाहिँ एकदम राजा रानीको फोटोहरू अनि पुरानो खालको अर्नामेन्ट्सहरूलाई कस्तो लुकाएर राखिएको छ, अनि त्यो सबै कुराहरूलाई चाहिँ यहाँ देखाउन सकिन्छ। अनि यो नयाँ चेन्जेसहरू यहाँ भइ नै रहन्छ, त्यही भएर एकचोटि चाहिँ मस्ट भिजिट भन्छु सबै नेपालीको लागि चाहिँ। सो एभ्री नेपाली एन्ड टुरिस्ट सुड भिजिट रानी महल। थ्याङ्क यू।